टिभी कान्दिँदै हेर त हेलो वेलकम ब्याक टु माई युट्युब च्यानल मिस्टर मगर ब्लग एकचोटि आउनुपर्छ यार यहाँ बर्खा टाइममा त्यस्तै यस्तै टाइममा काठमाडौँ प्रदूषण भएर केही देखिएन पुरा देखिनु पर्यो कि सिन होइन भने स्पष्ट देखिनु पर्यो त्यो टाइममा आउनु पर्यो क्या क्लियर देखिनु पर्यो नि त यतापट्टि छ हाम्रो क्युटी पप्पी पप्पी दामी छ होइन पप्पू पढेर आउँछ त्यतिखेर यो सबै कुराहरू क्युटी पप्पू ए पप्पू यो तलको साइड दिनु थियो फेरि सो गाई त खाएर होइन अहिले चाहिँ हामी चल्दैछौँ ल गाई यो रिटर्न कतातिर अब थाहा नै छैन यस्तै हो क्या सो कस्तो छ A1 इन्जोय फिल भइरहेको नि थकाइ फिल भएको छ थकाइ भने 0% लागिरहेको होइन गाइस हामी बिहानदेखि हिँडेको होइन ल जोस् कुवा रहेछ कुवा पनि भेट्यो पानीतिर लगाएर त फाइनली होइन धाराको टिटी चाहिँ यस्तो किसिमको रहेछ अब यसरी खोल्यो भने यसरी पानी आउँदो रहेछ ओ पानी भएर लाऊ पानी रहेछ र पुरा न यसरी पानी आउँदो रहेछ जोस् खुसी लाग्यो फ्रिज जस्तो चिसो पानी हो दामी है लभली तल रोड छ तोटा माथि हर्का यता सिडी उक्लेर टक्क लगाएर यहाँ पानी खान सक्नुहुन्छ है दामी कस्तो लागिरहेको छ सर हजुरलाई ओ माई गड टेक्नोलोजी जस धाराको सिस्टम यस्तो रहेछ हेर्नु न डुबुल खेल्नु माछा हुन सक्छ जस लभली खुसी लाग्यो हेर्नु न खतरा चिसो छ यार ल चिसो छ पुरै नगरौँ पानी खाउ न कस्तो छ मिठो छ नि हो पानी सानी खायो अब हामी माथि डाँडातिर चल्दैछौँ हेरौँ जस राम्रै छ है बाटो पनि माथि डाँडामै गएर भेटौँ होइन त साथी फाइनली कालेपाडे मन्दिर आइपुग्यौँ फाइनली कुन के को खोइ यार के रहेछ बच्छ त म अहिले सेन्टी स्यान्ड भयो त फेरि मान्छे त गइहाल्यो त आऊ न मन्दिरमा प्रवेश गरौँ यता यो चोरलाई के अरे यो ल के अरे बाबु यस्तो ठाउँमा चल्नुहुन्न नि के गरेको यस्तो